नमस्कार, मेरो चन्द्रकुमारी थापा राणा नाम। घर चाहिँ पोखरा 23 चापलकोट रैकर मगर गाउँमा मगर गाउँमा यो होमस्टे चलेको होइन कहिलेदेखि कति वर्ष भयो? 5-6 वर्ष भयो, तर पर्यटकहरू त्यति आउनु भएको छ। होमस्टे भनेपछि के हो त? के खाना मात्र हो कि बस्ने मात्रै हो कि होइन कसरी हो? खाना बस्न अहिलेसम्म कति पर्यटक आयो त नि? कति अरे अस्ति नै 25 जना आएको थियो के अरे, त्यहाँपछि हजुरहरूले होला। धेरै त्यसो आएपछि के गर्नुहुन्छ? घर घरमा कतिजनासम्म लगाउनुहुन्छ? हामी चाहिँ त्यस्तै हो, एउटा घरमा 5 जना 4 जना 8 जना जता आएको अतिथिहरूलाई चाहिँ घर घरमा चाहिँ पठाइदिने। अनि घरमा के पाक्छ त्यही खुवाउने कि के छ यहाँको? घरमा जे पाक्छ त्यही नै खुवाउने हो। अब होमस्टे भनेकै त्यही हो, आफ्नो घरको लोकल जे हो त्यही खुवाउने हो। के पाक्छ नि त्यही त? यहाँको मगरहरूको विशेष होला नि त परिकार? मगरको विशेष के हुने? खानाको परिकार आफ्नै होला नि होइन? के छ? खाना खोज्यो भने कोदोको ढेँडो हुन्छ, कोदोको झोल। त्यसपछि गुन्द्रुक हुन्छ होला? गुन्द्रुक भट्ट नि आफ्नै बारी खेतमै फलेको हो। गुन्द्रुक नि आफ्नै उसमा बनाएको हो, आफ्नै बारीमा बनाएको हो। लोकल कुखुरा हुन्छ। यहाँ चाहिँ हजुर तरकारीहरू करेला घेरामा आफ्नै सबै यहीँ पाक्छ है? के त्यहीँ उत्पत्ति हुन्छ, उत्पादन हुन्छ, त्यहीँ पकाउनुहुन्छ, त्यहीँ खुवाउनुहुन्छ? अनि शुल्क के होटेलमा भन्दा यहाँ कतिको सस्तो महँगो के छ? सस्तो महँगो भन्यो भने अब एकजनालाई आज बेलुका बसेर भोलि नास्तासँग गरेको चाहिँ 1200 रुपियाँ एकजना बसेर खाएर 2 साग होइन? एक साग बिहान नास्ता बिहानको नास्ता। त्यतिले अनि तपाईँलाई चाहिँ फाइदा हुन्छ त? फाइदा त त्यस्तै हो, अब रमाइलो हुन्छ। आफ्नो उत्पादन पनि बेच्यो, घरमा केही काम पनि पायो, अतिथिलाई सत्कार पनि गर्न पायो होइन? अब यसरी आउने अतिथिहरूलाई चाहिँ तपाईँले के चिनारी दिन चाहनुहुन्छ, के भन्न चाहनुहुन्छ? फेरि आउनु होला। अब हाम्रो गाउँबाट यता हेरेर फेवाताल पोखरा देखिन्छ, यता हेरेर हिमाल देखिन्छ, अब हाम्रो खरी खोला छहरा देखिन्छ भन्ने अब त्यही नै हो। मेरो विकास राणा मगर, पोखरा 30, यहाँको चाहिँ टोल विकासको संयोजक पनि। मगर गाउँमा राणा मगर कसै? हजुर, राणा यो त्यो हो होइन? राणा मगर हामी 2 थरी राणा मगर छौँ। फेवाली राणा मगर भन्ने यहाँको पहिला लोकल हो, तर हामी चाहिँ बागलुङदेखि आएको मेरो जिजुहरू पछाडि मगर खोज्दै आउँदाखेरि अब हामी पनि यहाँको अहिले स्थानीय बासिन्दा भइयो। रैथाने भयो? हजुर भइयो। के गर्दै हुनुहुन्छ? अब घरमा यही खेती किसानी गर्ने सानो सानो व्यापार छ र अहिले निजी होमस्टे पनि अब दर्ता गरेर समुदायसँग मिलेर यसो अब आउने आगन्तुकहरूलाई पर्यटकहरूलाई चाहिँ खुसी दिलाउने, मनोरञ्जन दिलाउने, सन्तुष्टि दिलाउने कोसिसमा छौँ। पोखरामा वर्षको लाख पर्यटकहरू आउँछ होइन? हजुर। पोखराको यो फेवातालको शिरमा रहेको यो मगर गाउँमा कतिको आउँछ? आउनुहुन्छ, विदेशी पाहुनाहरू पनि आउनुहुन्छ, तर उहाँहरू चाहिँ अहिले बढी यो इको भिलेजहरू रिसोर्ट टाइपको छ, त्यसमा चाहिँ उहाँहरूले फोकस गर्नुभएको छ। किन भन्दा होमस्टे हाम्रोमा चाहिँ एक्टिभ कम थियो, अब बिस्तारै अब यसलाई प्रमोट हुँदैछ। अब हजुरहरू पनि आउनुभएको छ, हजुरहरूले पनि यसलाई पोजिटिभ प्रसार गरिदिनु भयो भने हामीले आफ्नो ठाउँबाट कति सक्छौँ यसलाई चाहिँ सुधार्ने, अगाडि बढाउने कोसिस गर्नेछौँ। अब विदेशीहरू चाहिँ ठुल्ठुलो महल हेर्न आउँदैन पक्कै पनि होइन? यहाँको मौलिकता हेर्न आउँछ नि। अब के कस्तो खाना परिकार यहाँ दृश्यावलोकन गर्न तपाईँहरूले चाहिँ संरक्षण गरिराख्नु भएको छ? के छ पर्यटकहरूलाई के छ? हजुर, अब हाम्रोमा 360 भन्दा पनि हुन्छ यो डाँडा। अहिले बादल लागेको भएर देखिएको छैन, तर हजुरले पुरै यो हिमालय रेन्जहरू देख्न सक्नुहुन्थ्यो। फेवा लेक छ, वन जङ्गल छ, झरनाहरू छ, सबै हेर्न सक्नुहुन्छ।
अब विदेशीको मामलामा आयो भने हामीले चाहिँ उनीहरूलाई यहाँको स्थानीय खानाहरू जो हामीसँग सिजनल भनौँ न सिजनमा जे उत्पादन हुन्छ त्यही चिजलाई चाहिँ बनाएर उहाँहरूलाई अब इन्टरनल पर्यटकहरू हुनुहुन्छ अथवा बाहिरको उहाँलाई चाहिँ त्यही हामीले चाहिँ सर्भ गर्ने चाहिँ त्यो त मगर गाउँमा पुगेपछि मगरहरूको खाना पहिचान झल्किने पोसाक लाएर चाहिँ मगरै भएर चाहिँ रहने वातावरण त बनाउन सकिन्छ होला नि होइन सकिन्छ अहिले बिचमा कस्तो भन्दा अब हामी पहिलो कुरा मगर भएर अब बाजेहरूलेसम्म मगर भाषा बोल्नु भएको थियो बिचमा चाहिँ आमाहरूले बोल्नु भएन हामीले चाहिँ प्रयास गर्दैछौँ भाषा सिक्दैन हजुर 5-6 वर्ष अगाडि जिल्ला जनजातिबाट केही रकम आएको थियो त्यसबाट हामीले 3 महिने भाषा क्लास पनि पढेका थियौँ र अहिले नयाँ बुहारीहरू जो हुनुहुन्छ मगर भाषा जानेका उहाँहरूसँग चाहिँ हामीले आफ्नै भाषामा मगर रूपमा चाहिँ भाषाहरू बोल्ने अब भनौँ न सिक्दैछौँ त्यही हो अरू आफ्नै भाषा पनि बिर्सिसकेको अवस्था है हिजोको दिनमा त्यो भयो बिचमा हामीभन्दा अघिल्लो पिँढीमा चाहिँ त्यो भयो हाम्रो जिजोहरूसँग बोल्नुहुन्थ्यो अनि हजुरबाहरूको टाइम पछाडि चाहिँ त्यो भाषा चाहिँ लोपै भयो भन्नु यो त भाषा संस्कृति जमाउनलाई हजारौँ वर्ष लाग्छ भन्छन् होइन त एउटा पुस्ताले बिर्सेपछि त बिर्सिँदो रहेछ त है त्यो हो तर प्रयास गर्छौँ अब हामीभन्दा पछिल्लो पिँढीलाई चाहिँ त्यो बाटोमा हिजोको दिनमा अब यस्तो भएको थियो हाम्रो भाषा संस्कृति धर्म लोप भयो भन्ने कुरा चाहिँ नहोस् भन्ने चाहिँ हामीले चाहिँ एकदम प्रयत्न गरिरहेछौँ होला यो सक्सेस हुन्छ नयाँ पुस्तालाई तालिम दिँदै आउनु भएको छ होइन भाषाको कुरा भयो अनि के छ मगरहरूले वर्षमा नाचगान पर्वहरू के चलाउनुहुन्छ हामी समय भएसम्म साँझ आफ्नो यो मौलिक कौडा भनौँ न कौडा पनि सिक्दै हो होइन हामीले टाइम भएसम्म कन्टिन्यू नै गरिरहेछौँ हामीले साँझ अहिले पाहुना आएपछि हजुर अथवा दसैँ तिहार विशेष पर्वमा त्यो त हुन्छ नै अब हाम्रो के छ भन्दा यहाँ हामीले चम्रे लिभिङ भन्छ नि पुरानो त्यो पिङ हाल्छौँ वर्षेनी दसैँमा फुलपातीको दिन हामीले त्यसलाई सम्पन्न गरेर त्यति बेला चाहिँ हाम्रो रमाइलो हुन्छ हाम्रो आफ्नै संस्कृति धर्म संस्कृतिका झल्किने भनौँ न गाना बजानाहरू त्यो चाहिँ हामी गर्छौँ पोसाकमा मगर ड्रेस त लाउँछौँ अब काहीँ महोत्सवहरू हुन्छ भने हामी आफ्नै पहिरन लगाएर त्यहाँ चाहिँ उपस्थित हुन्छ त्योसँगै नाचगानको सन्दर्भमा नाचगान हुन्छ अब हामीले ठाडो भाका पनि गाउँछौँ अब हामीले त सिक्दैछौँ कि हामीभन्दा अघिल्लो अगाडिको दाइहरूले चाहिँ अब त्यो राम्ररी गाउनुहुन्छ ठाडो भाका भन्ने कस्तो आदिखोले भाका भन्छ त्यसले के भन्दैछ हजुर त्यसले के बोल्छ के भन्छ सालेचो टाइपको हो तर त्यो सालेचो चाहिँ पुरै घुमेको हुँदैन त्यसलाई अलिक सिधा पाराले गाइन्छ होइन त्यो भएर त्यसलाई चाहिँ हामीले ठाडो भाका भनेर त्यसलाई चाहिँ नामाकरण गरिएको छ विशेष गरेर गीत सङ्गीत भनेपछि बायाँपितीको कुरा बढी जोड दिन्छ होइन हजुर मगरहरूले के कुरामा जोड दिन्छ पहिला हो अहिलेका बच्चाहरूले चाहिँ अब अहिलेको जुन चलिरहेको छ नि ट्रेन्ड अहिलेको माहौल त्यसलाई नै फोकस गर्ने गरेको छ अब पाहुनाहरू आउनु भने पाहुनालाई नै फोकस गरिन्छ हामीले अब दसैँ छ भने दसैँलाई त्यही दसैँ सम्बन्धित धर्म सम्बन्धी त्यसैलाई फोकस गरिन्छ अब मगर दिवसकैमा भनौँ न माघीमा त्यही अनुसार नै हामीले गीत गाउने काम चाहिँ गर्छौँ हजुर अब मगर गाउँ जाउँ भन्न सक्ने गरी चाहिँ वातावरण बनाउनु पर्यो नि त होइन हजुर एकदम के भन्न चाहनुहुन्छ अब पर्यटकहरूलाई आन्तरिक बाह्य पर्यटकहरूलाई यहाँ आएर चाहिँ यस्तो सेवा लिन सकिन्छ अथवा यहाँ आएर चाहिँ देशावलोकन गर्न सकिन्छ अथवा के भन्न चाहनुहुन्छ आउनुहोस् अब हेर्न लायक ठाउँहरू धेरै छन् हामीले प्रयास गर्दैछौँ आफ्नो धर्म संस्कृति अगाडि बढाउने यहाँहरूको सुझाव सल्लाह र एउटा सपोर्ट भयो भने त्यसलाई चाहिँ भोलि हामीले पक्कै पनि त्यसलाई पुरा गर्न सक्नेछौँ यहाँहरूको सुझाव सल्लाह नै हाम्रो लागि ठुलो मोटिभेसनको काम गर्नेछ त्यसले त्यो भयो भने हामीले पक्कै पनि सक्सेस हुन सक्छौँ यो जानकारीको लागि धन्यवाद नाम शालिग्राम देवकोटा गाउँ चाहिँ रेकर मगर गाउँ यो रेकर मगर गाउँमा तपाईँ के गर्नुहुन्छ म चाहिँ खेती किसानै भनौँ होइन तपाईँले मगरै हुनुहुन्छ नै जात त मेरो बाहुन हो तर हामी गाउँ एउटै भयो रेकर मगर गाउँ भनेपछि त्यहाँ बाहुनहरू पनि छ मगरहरू पनि छन् ए मगरहरूसँगै मिलेर चाहिँ बसिरहनु भएको छ अब मगर समुदायको पहिचान झल्काउँदै यहाँ होमस्टे चलिरहेको छ तपाईँको पनि होमस्टे छ होइन होमस्टे गरेर पर्यटकहरूलाई
होमस्टे मसँग छ हामीसँग छ तपाईँको घरमा कतिजनाहरू छ कतिजनालाई सत्कार गर्न सक्नुहुन्छ मेरो घरमा मात्रै 7-8 जना बस्नु सक्नुहुन्छ अनि अरू गाउँमा पनि मिलाएर सबै गरेर हामीले चाहिँ मतलब 50-60 जना भनौँ न त्योसम्म हामीले राख्न सक्छौँ मगर गाउँमा 50-60 जनाले मगर गाउँमा रैगर मगर टोलमा चाहिँ हामीले यति राख्न सक्छौँ अनि यहाँले चाहिँ खास मगर गाउँमा आएका पाहुनाहरूलाई कसरी सत्कार गर्नुहुन्छ के सेवाहरू दिनुहुन्छ उहाँहरूलाई सेवा भन्नाले अरू उहाँहरूको हाम्रो गाउँमा चाहिँ उत्पन्न भएको छ त्यही हामीले बनाउने खेलाउने र उहाँहरूको इच्छा अनुसार होइन यहाँको डाँडा भेगहरू देखाउने छराहरू देखाउने हामीसँग त्यही प्रयास हुन्छ अब भविष्यमा के गर्न पाए हुन्थ्यो मगर गाउँलाई अझ पर्यटकहरूलाई देख्न हेर्न लायक बनाउन के गर्नु पर्ला अब यसमा तपाईँहरूको एउटा सहयोग हो तपाईँहरूले चाहिँ कास्की पोखरा 23 चापाकोट गाउँ छ त्यहाँ पनि यस्तो ठाउँ रहेछ भनेर तपाईँहरूले प्रचार गरिदिनु भयो भने हामीहरूले चाहिँ त्यसलाई अगाडि बढाउने पर्यटकलाई खुसी पार्ने र देखाउने चापाकोटको मगर गाउँ आउने कहाँबाट कसरी आउन सकिन्छ त्यसलाई आउँदाखेरि लेक साइड हुँदै पोखरा 24 पामे हुँदै पामेबाट बायाँ बढेर त्यहाँबाट केही 7-5 किलोमिटर अगाडि भयो भने चापाकोट जानकारीको लागि धन्यवाद ल मदनजी मसला मदन सरले त +2 पनि कलेज पनि राम्रोसँग पढाइदिनु पर्यो खुसी भइदिनु हाम्रो राजनीति यहाँ के अरे कृष्णजी हुनुहुन्छ नि फेरि आउने पनि है अहिले 20 जना भएर 40 जना भएर आउने हजुरहरूको आशीर्वाद भएपछि त होला नि फेरि आउनु होला हजुरलाई वेलकम छ यताबाट आउनु के गर्नु को लागि धेरै धेरै धन्यवाद हजुरलाई फेरि वेलकम छ कमजोरी भएकोमा सेवा चाहन्छौँ खोइ फोटो खिच्नु त कोही पनि भएन अन्त फेरि मेरो सम्पर्कमा भएकालाई नजिक कहाँ जाऊँ भन्दाखेरि चापाकोट जानु भनेर पठाइदिन्छु सर 3 जना जानुहुन्न होइन उता जाने हो कि आउनु म्याडम म उताबाट यताबाट गएर मलाई छोडिदिनु फेरि त्यहाँ एकजना भाइ नगरकोटको भाइ हुनुहुन्छ नि उहाँलाई लिएर गयो उहाँ गाडीमा के उहाँ जानुहुन्छ सहभागी हुनु पनि पाइन्छ गाडी पछि तलबाट नभए तपाईँलाई अहिले 20 जना अर्कोचोटि आउँदा 40-50 जना लिएर आउनु होला ल
खादा त झन् जाने बेला लाउने खादा ठिकै नभन्छ खादै लगाइदिनु हिजो यहाँ थियो फेरि आउने बेला स्वागत गर्नुपर्ने भन्नुभयो विशेष धन्यवाद एकदमै चाहिँ अझै बढ्दै जाओस् अझै भने जस्तो हुँदै जाओस् पर्यटनहरू फेरि फेरि आउनु होला थोरैमा धेरै लिएर आउनु हामी कम्प्युटर गयो छेमा जान्छौँ है हामी ठाउँमा आउने आकर्षक गराउने वातावरण बनोस् भाइहरू दिदीहरू सबै बहिनी पनि एकदम एक्टिभ हुनुहुन्छ अरू दिदीबहिनीहरू पनि एक्टिभ भएर कामको व्यवस्था आउनु न हजुर कस्तो हजुरै हो नि त यहाँको प्रमुख त अनि हजुरलाई फेरि फेरि पनि यस्तै के अरे पाहुना लिएर अलिक धेरै लिएर आएर है बहिनी है हजुरहरूको दिन शुभ रहोस् हामी पनि शुभ रहोस् हजुरहरूलाई पनि शुभ भइदियो भने हामीले आएको भने रहर मेट्न पाउँछौँ फेरि फेरि वेलकम छ अझै धेरै भएर आउनु होला म चाहिँ यताबाट यहाँ एउटा चिनो भनेर माया गरेको मेरो नाम रेखा देवी देवकोटा म यस चापाकोट सामुदायिक देउराली सामुदायिक होमस्टेको अध्यक्ष एकता आमा समूहको अध्यक्ष र मेरो घर यही हो रैगरमा रैगर मगर गाउँ यस हाम्रो चापाकोट सामुदायिक देउराली होमस्टे दर्ता भएको त धेरै नै भयो पहिला 7 घर भएको थियो भने अहिले 24 घर पुगेका छन् अहिले निजु एउटा निजुमा विकास राणा मगरको छ रहेको टोलमा यसमा यहाँ हाम्रो यो तल्लो भेगमा 7 जना 8 जना हुनुहुन्छ अरू सबै माथि छन् पर्यटनहरू पहिला हाम्रो यहाँ माथि टाढामा होमस्टेको सामुदायिक होमस्टे भवन नि बनेछ त्यो भवनको उद्घाटन भएको छैन त्यो भवनको नि उद्घाटन हुँदैछ त्यहाँ सबै काम सम्पन्न भएको छैन काम सम्पन्न भएपछि उद्घाटन हुन्छ र आउने पर्यटनहरू आइराख्नु भएको छ राम्रो छ प्रचार भएको थिएन बल्ल अलिअलि प्रचार हुन्छ कि चापाकोटको जस्तो भइरहेको छ अब केही हुन्छ कि जस्तो लाग्छ कि अलिअलि बाटो थिएन बाटो पिच भयो माथि भवन थिएन भवन बन्यो जो आज हजुरहरू आउनुभयो झन् धेरै खुसी लागेको छ अब बल्ल हाम्रो अब यहाँ भेट्छ कि जस्तो लाग्छ चापाकोटले हजुर चापाकोटको मगर गाउँमा घर घरमा होमस्टे छ हजुर घरबाट होमस्टे छ खाना लोकलै छ यहाँको उत्पादन गरेको अब अर्गानिक चिजहरू छ बिसारी छैन लोकल कुरा छ अब अहिलेको उसमा रक्सी नभएन भने लोकलै रक्सी छ कोदोको ढिँडो भयो रोटी भयो यहीँको सबै उत्पादन यही लोकलै छ सबै कुरा सबै राम्रै छ भनेपछि अब यहाँले चाहिँ तयारी गर्नुभएको छ सोचे अनुसारको गेस्टहरू आइपुगेको छैन होइन गेस्टहरू आउनु भएन हामीले सोचे अनुसारको गेस्टहरू अब बल्ल आउनुहुन्छ होला जस्तो लाग्छ अझै आज हजुरहरू अक्सिजन भएर हो कि हजुर सिजनमा चाहिँ आउँछन् होइन आउनुहुन्छ होला जस्तो लाग्छ है जहाँसम्म तपाईँले तयारी गर्नुभएको छ होमस्टे चलाउने भनेर घर घरमा सल्लाह भन्नुभएको छ समिति बनाउनु भएको छ होइन लगानी कतिको भयो लगानी अब त्यो हामीले त भर्खरै भनौँ न 1 वर्ष भयो मैले मेरो दर्ता भएको खोइ अहिले राम्रै भएछ लगानी भन्ने भने त त्यस्तो उस तयारीमा त्यो छैन अब होमस्टेको लागि घरै उद्घाटन गर्ने तयारी छ भन्नु भयो होइन घर घरमा घर एक तरकारीहरू होइन यो त चाहिँ के होमस्टे उद्घाटन गर्ने तयारी छ भन्नुभएको छ नि हजुर त्यो के यो त छुट्टै भवन बनाउनु भवन छुट्टै छ हाम्रो चापाकोट देउराली सामुदायिक होमस्टेको त्यसको लागि त लगानी चाहिँदैन 1 करोडको छ हजुर यो चाहिँ यो बाटो बनाउँदाखेरि बाटोको बाटै बनाएको त्यहाँ 1 करोड पर्छ भवनै बनिएको छ हैन हजुर बनेछ भवनै बनेछ अब घर घरमा भन्दा नि त्यही घरमै सबै व्यवस्था गर्ने सबै भएर तल्लो भेग माथिल्लो भेग सबै हामी 3 टोली छौँ माथि घडेरी भन्ने ठाउँमा हुनुहुन्छ अनि मैदान पोखरी हुन्छ यो रहेको टोल सबै भएर सबैको सामुदायिक भवन अब तल्लो भेगमा आउँदाखेरि थोरैजना आउनु पर्ने यहाँ तल्लो भेगमै हुने भयो धेरै भयो ठुलो कार्यक्रम भयो भने माथि होलमा आउने कतिजना अट्छ त्यसमा अट्नु चाहिँ धेरै नै अट्नु छ त्यहाँ त ठुलो छ चौर कार्यक्रम यो हामीले महोत्सव गर्दा त्यहीँ गरेको ठुलो छ भवन पनि छ चौर पनि छ त्यहाँ जति अतिथि आए पनि सत्कार गर्न सकिन्छ त्यहाँ त ठुलो छ भवन ठुलो छ चौर पनि ठुलो छ प्राङ्गण बाहिर त्यही त पोखरा भ्रमण गर्न त हजारौँ लाखौँ आउँछन् होइन त्यसमा त केही मात्र आए पनि तपाईँलाई पर्याप्त हुन्छ होइन हजुर अझै पनि किन आइन नपुग्यो होला के छ के कमी देखियो यहाँ यो प्रचारको कमीले हो कि जस्तो लाग्छ मलाई जहाँसम्म प्रचारै कम्ती भएको हो कि यो पहिला चापाकोट देउराली सामुदायिक होमस्टे भन्न पर्ने ठाउँ चापाकोट भने त कास्कीमा छैन यो स्याङ्जाको होला भन्ने भएछ
स्याङ्जा भन्ने बढीले स्याङ्जै भनेछन् कि अहिले त कास्की चापाकोट भनेर बल्ल पछाडिको अहिलेकोमा कास्की चापाकोट भएर भएछ। अब मान्छेहरू आउनै पर्यो चापाकोटै जाउँ मगर गाउँै जाउँ भनेर आउनु पर्यो यहाँबाट अन्त कहाँ जान मिल्छ यहाँबाट पुम्दी घुम्दै जान मिल्यो भदौरे यता मकनपुरतिर जान मिल्यो घाटीसिना जान मिल्यो असलचौर जान मिल्यो यता तारेभिर पुम्दी घुम्दै हुँदै शिवलाई उहाँ पुम्दी शिवको मूर्तिनिर जान मिल्यो गुम्बा छोडेपाटन डेभिस फल्स गुफाहरू हेरेर जान निस्कन नि मिल्छ उता यहाँबाट घुम्दै यसरी घुमेर जाने बाटो छ रिङ रोडै छ रिङ रोड बाटो छ भनेपछि यो बाटो चाहिँ स्नोती गर्नु पर्यो होइन हजुर यो बाटो सबै खुल्यो भनेदेखि यो यहाँ नि पिच रिङ रोड चाहिँ नि खुल्ला छ यो पिच भएको छैन रोड पिच भयो त्यस कारणले मान्छे त्यति रुचा छैन अब बाटोको पूर्वाधार बन्यो भने आउँछन् होइन आउँछन् अवश्य आउँछन् कतिको सन्तुष्ट हुनुहुन्छ यसरी पर्यटकहरू आयो भनेदेखि होइन एकदम 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 तपाईँहरू सेवा दिनलाई तयार छ यो कार्यक्रम राख्नुभयो हाम्रो यस चापाकोट समुदाय देउराली होमस्टेको तर्फबाट पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र हाम्रो यो एकता आमा समूहबाट पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो आजको कार्यक्रम राम्रोसँग सम्पन्न भएकोमा घोषणा गर्न चाहन्छु धन्यवाद। नमस्कार म राम काजी गुरुङ पोखरा महानगरपालिका वार्ड नम्बर 23 को वडा अध्यक्ष। हजुर यहाँ ओह्रालेसे भएको यो वडा सम्भवतः पोखरा महानगरपालिकाकै सबभन्दा ठुलै होला होइन सबभन्दा ठुलो वडा हो। हजुर जनसङ्ख्याको हिसाबमा के छ जनसङ्ख्या लगभग चाहिँ हाम्रो चाहिँ 3900 छ 3900 जना ए अब यति करिब जनसङ्ख्याको हिसाबमा थोरै भए पनि क्षेत्र त धेरै रहेछ होइन विशेष गरेर यो क्षेत्रलाई विशेष गरेर पहाडी क्षेत्र छ ग्रामीण क्षेत्र छ तर पनि महानगरपालिकाको वडाको रूपमा विकास गरेको छ होइन हिजो पनि चर्चा गऱ्यौँ खास महानगरपालिका भएपछिको उन्नति प्रगति के भयो महानगरपालिका भइसकेपछि धेरै उन्नति प्रगति भएको छ यो हामी महानगरमा हुँदाखेरि हामी निर्वाचित हुँदासम्म यहाँ 1 मिटर पनि यो पक्की बाटो थिएन अहिले चाहिँ लगभग 13 किलोमिटरभन्दा बढी चाहिँ पक्की बाटो भइसकेको छ कच्ची बाटोहरू पनि सबै टोलमा चाहिँ पुगिसकेको छ र गाउँपालिका त्यस्तो हुने भयो त हामी त यो एउटा गाउँपालिका बराबरकै क्षेत्रफल भएको ठाउँ हो त्यस कारण चाहिँ गाउँपालिका त्यो जनसङ्ख्याको हिसाबले गर्दाखेरि पुग्न सकेन पहिले जनसङ्ख्या थियो तर सबै यो ठाउँका चाहिँ धेरै जस्तो मान्छेहरू आर्मीमा भर्ती हुने भयो ब्रिटिस आर्मीमा भर्ती हुनेहरू विदेश जानेहरूले गर्दाखेरि यो जनसङ्ख्या घट्दै गएको नत्र भने पहिले त 10,000 भन्दा बढी जनसङ्ख्या थियो यो गाविस हुने अवस्थामा गाउँ के अरे पञ्चायतको अवस्थामा अहिले सबै युके अमेरिका अस्ट्रेलिया सबै चाहिँ अब यो ब्रिटिस आर्मीमा भर्ती भएको त परिवारै सबै उता गइसक्यो पैसा भएपछि सहरतिर पहिला सहरमा थियो पहिला गाउँबाट पोखरा झर्थे अहिले पोखरामा पनि पाइँदैनन् तिनीहरू काठमाडौँ पनि खालि विदेशतिर त्यसरी चाहिँ जनसङ्ख्या घटिरहेको छ स्वदेशमा होइन विदेशतिर बढी गएछन् होइन अब उहाँहरू चाहिँ अब 5-5 वर्षमा भोट हाल्न भए पनि आउँछ होला होइन सुरुमा केही वर्ष आउने गरेका थिए अहिले त आउनु छोड्या देशै छोडिसके भने उताकै पासपोर्ट ल्याएर अब जति हुनुहुन्छ उहाँले त सेवा दिन बसिरहनु भएको छ अब करिब 5 वर्ष हुन लागिसक्यो 4 वर्ष नाइसक्यो होइन हजुर कतिको सन्तुष्ट हुनुहुन्छ यहाँको सेवा सुविधाबाट यो गाउँ बन्दैछ होइन यो त किन भन्दाखेरि यो त हामीलाई एकदम खुसी लाग्ने कुरा हो किन भन्दाखेरि अहिले पोखरा महानगरपालिकाको बाट सहयोग र चाहिँ यो एडिबीबाट चाहिँ हामीलाई चाहिँ यो गाउँका चाहिँ लगभग 75% चाहिँ यो मूल बाटोहरू पिच हुनको लागि पक्की बाटो बनाउनको लागि 3 अरब रुपियाँ जतिको चाहिँ सहयोग निश्चित भइसकेको छ यो वडालाई मात्रै एउटा चाहिँ तपाईँको चाहिँ 85 सम्मको लागि चाहिँ 1 अरब 30 करोडको टेन्डर निक्लिसकेको छ सबै बाटोकै लागि बाटोकै लागि हो अनि त्यसपछि यो चरौटे के अरे घडेरी तारेभिर बाटो पनि अहिले चाहिँ भर्खर सर्वे भइरहेको छ र बिरिम हुँदै चाहिँ उहाँ कुम्दीकोट जोड्ने बाटोको पनि अहिले सर्वे हुँदैछ त्यस कारण चाहिँ यो पनि यही सालमै चाहिँ टेन्डर आह्वान भएर यही वर्षभित्रमा यो असोज कार्तिकतिर द्रुत गतिमा चाहिँ फास्ट ट्र्याकमा चाहिँ टेन्डर हुँदैछ हजुर अब नेपाली समुदायमा जनप्रतिनिधि वडाध्यक्ष भनेपछि स्थानीय डोजरको मालिक अथवा ठेकेदारको मालिक भनेर चाहिँ चिनिन्छ तपाईँलाई आफूलाई कसरी चिनाउन चाहनुहुन्छ त्यस्तो किसिमको डोजर मालिक त्यस्तो मेरो केही पनि छैन हामी चाहिँ यो
महानगरपालिकाकै छ डोजर केहीहरू हाम्रो पालिकाकै डोजर भएको हुनाले यो विपदको बेलामा बाढी पहिरोको हुँदाखेरि अवरुद्ध भएको बेलामा महानगरबाट नै डोजर नगरपालिकाबाटै सबै हुन्छ ठेका पत्ता दिने भन्ने छैन कतिपय जनप्रतिनिधिको आफ्नै ठेकेदार कम्पनी छ होइन त्यसैबाट काम गराउँछ भन्ने गुनासोहरू व्यापक छ के छ यहाँ वडामा त्यस्तो खालको त्यस्तो वडाले अहिले चाहिँ दिन पाउँदैन ठेक्का दिनै पाउँदैन वडाले तपाईँको चाहिँ नि महानगरको सिल कोटेसन भन्छ तपाईँ 20 लाखसम्मको त्योभन्दा माथिको चाहिँ नि के भन्छ अरे बोलपत्रबाटै चाहिँ नि हुन्छ खास यसो यहाँ उपभोक्ताले चाहिँ गर्ने काम चाहिँ नि 10 लाखसम्म गर्छ अरू चाहिँ सबै चाहिँ महानगरबाट गर्छ अनि उपभोक्तालाई कतिको स्थान दिनुहुन्छ त उपभोक्ताले पहिला धेरै नै उपभोक्ता जागृत थिए अहिले उपभोक्ता पनि छैनन् धेरै जस्तो काम गर्ने छैन है गाउँमा विदेशीको हुनाले चाहिँ काम गर्ने एकदम कम छ युवाहरू जति विदेशमा बुढापाकाहरू मात्रै मात्रै घरमा गाउँ पुर्याएका छन् त्यही भएर समस्या भनेको यो बाँदरको समस्या सबैको समस्या चाहिँ नि के अरे मेन पावरकै कम भएर हो हिजो त एउटा घरमा चाहिँ 8-10 जना परिवार हुन्थे परिवार भएर कहिले बाँदर कुर्थे कहिले चाहिँ खेतीपाती गर्थे कहिले के गर्थे अहिले घरमा कुर्ने चाहिँ बुढाबुढी मात्रै छन् ती बुढाबुढीले बाँदर कसरी हेर्ने घरभित्रै बाँदर आएर खाइदिन्छ अहिले बाँदरको समस्या छ यहाँ समस्या त छ नेपालभरि नै छ अब वन जङ्गल छ वन्यजन्तुको बिचमा पनि द्वन्द्व हुन्छ कि कसो हुन्छ किन भन्दाखेरि वन जङ्गल हिजो चाहिँ नि सबै के अरे जनघनत्व हुँदाखेरि चाहिँ नि वन जङ्गल सबै चारेर आफू चाहिँ जीविकोपार्जन गर्थे अहिले छैनन् त्यसपछि घरको चाहिँ जङ्गलहरू जमिनहरू सबै बाँझो हुँदै गयो बाँझो हुँदै रुख बिरुवाले ढाकिसके त्यसपछि बाँदर घरको नजिक आउन थाले त्यही हो कारण खास बाँदरको समस्या हुन्छ त्यही त यो दानाकारा पहिला खेतीपाती हुन्थ्यो अरे अहिले चाहिँ रोकिले भरिया छ होइन कारण चाहिँ जनशक्तिहरू पलायन भएर जनशक्ति पलायन भयो यहाँ चाहिँ काम गर्ने तपाईँ चाहिँ बल्ल 18 वर्ष पुगेपछि के अरे खाडी मुलुकतिर जान खोज्छन् 12 पास गरेपछि अर्को मुलुकतिर चाहिँ अस्ट्रेलिया अमेरिका युरोप होइन त्यतातिर चाहिँ पढ्ने भिसा लिएर चाहिँ जान्छन् दैनिक वडामा 4-5 जना त यो कागजपत्र लिएर चाहिँ विदेश जानेको त्यो हामीले चाहिँ त्यो कल्पना गर्ने भने त लगभग 8-10 वर्षभित्रमा यहाँको युवा चाहिँ 12 क्लास पास गरेका युवा रित्तिन्छन् एउटा नै हुँदैन अनि कसरी हुन्छ देश अब यही स्थानीयमा आकर्षित गर्न के गर्नु पर्ला त यो त राज्यले चाहिँ एउटा राम्रो खालको नीति र नियम ल्याउनु पर्यो वैदेशिक रोजगारमा जानको लागि चाहिँ यहीँ स्वदेशमै रोजगार उपलब्ध गराउनु पर्यो त्यस्तो किसिमको हाम्रो यत्र चाहिँ अपार ठाउँहरू छन् त्यसमा चाहिँ कृषिमा विभिन्न किसिमको चाहिँ कल कारखानाहरू खोलाएर यहीँ चाहिँ नि आय आर्जन गर्ने अवसरहरू सिर्जना गर्नु पर्यो यहीँ रोक्न सक्ने चाहिँ नि प्रबन्ध मिलाउनु पर्छ राज्यले त्यसको लागि यो मगर गाउँ तपाईँको वडा होइन लाई दिगो रूपमा कस्तो संरचना बनाउन चाहनुहुन्छ विशेष गरेर यो फेवातालको शिरमा रहेको यो क्षेत्रलाई होइन यहाँको वडालाई चाहिँ व्यवस्थित गरेर यहाँको समुदायलाई चाहिँ यहीँ बस्ने र अरू समुदायलाई पनि यहाँ हेर्न आउन लायक बनाउन के गर्नु पर्ला सबभन्दा ठुलो कुरो त यहाँको पूर्वाधार विकासको चाहिँ नि राम्रो व्यवस्था हुनु पर्यो पूर्वाधार विकास भइसकेपछि यहाँकै चाहिँ नि पर्यटन पूर्वाधार अनि यो कृषि पर्याएर पर्यटनको चाहिँ नि व्यवस्था राम्रो गरेर यहीँको चाहिँ नि कृषि उद्योग कृषि प्रवर्धन के अरे पर्यटन प्रवर्धन र गर्ने वातावरण प्रवर्धन जस्तै तपाईँको चाहिँ यो 85 जस्तो ठाउँहरू यहाँको चाहिँ नि जडीबुटीको प्रवर्धन गरेर यहीँ चाहिँ नि रोजगार दिलाउन सकियो भने यो चाहिँ नि राम्रो हुन्छ र साथै यो वडा नम्बर 23 एकदम जैविक के अरे जातीय विविधताले भरिएको ठाउँ छ सबै जातिका छन् धर्म संस्कृति पनि विभिन्न किसिमको विविधता छ तिनलाई चाहिँ राम्रोसँग के अरे जगेर्ना गर्न सकियो र त्यसलाई चाहिँ प्रवर्धन गर्न सकियो भने यहाँ सबै किसिमका धर्म संस्कृति संस्कारहरू चाहिँ हेर्न पाउने एउटा चाहिँ राम्रो खालको चाहिँ हवाई चाहिँ छ जस्तो लाग्छ अच्छा त्यसको लागि गुरु योजना बनाउनु पर्ने होला अहिलेसम्म बन्यो कि बनेको छैन होइन गुरु योजना त हाम्रो वडा कार्यालयबाट चाहिँ एउटा खाका चाहिँ बनाइसकेका छौँ र त्यसको लागि चाहिँ के अरे धर्म संस्कृति प्रवर्धन गर्ने अनि आफ्नो पुरानो लोक संस्कार संस्कृतिहरू अनि नाचगानाहरूलाई प्रवर्धन गर्ने कार्यक्रमहरूको लागि नै यहाँ तपाईँहरूलाई पनि यहाँ आउनुभएको छ त्यसको लागि चाहिँ हामीले पर्यटन सम्बन्धी एउटा चाहिँ केही बजेट राखेर हामीले यो कार्यक्रम अहिले सुरु गरिरहेका छौँ हजुर अब यहाँले सोचेको बनाएको योजना कहिलेसम्ममा पुरा होला त होला अब 5 वर्षभित्र पुरा होला अबको 5 वर्षमा हजुर अबको 5 वर्षपछि
नयाँ नेतृत्व आउला, तपाईँ नै आउलान् होइन, समग्रमा यो ठाउँ कस्तो हुन्छ? यो ठाउँ चाहिँ पोखराबाट चाहिँ लगभग जम्मा चाहिँ 9 किलोमिटरबाट सुरु हुन्छ। पोखराबाट 9 किलोमिटरबाट सुरु हुन्छ। त्यसपछि चाहिँ तपाईँको 28 किलोमिटरसम्म यसको क्षेत्र पर्छ पोखराबाट 85 जानको लागि। त्यो भोरीमा चाहिँ तपाईँ चाहिँ 47.8 वर्ग किलोमिटरको एरियामा गुरुङ, मगर, बस्ती अनि तपाईँ चाहिँ बाहुन, छेत्री अनि दलित वर्गहरूको चाहिँ बस्ती छ र तिनीहरूको आफ्नै चाहिँ संस्कार संस्कृति छ, आफ्नै खाना, आफ्नै चाहिँ वेशभूषा भएको ठाउँमा यहाँको चाहिँ यो जैविक विविधता हेर्न र यहाँको चाहिँ पञ्चासेको संसारमै नपाइने 2 प्रजातिको चाहिँ सुनाखरी भन्छ हामीले चाहिँ त्यसको नाम पनि छ, एउटा पोखरा न्यान्सिस र एउटा पञ्चासे न्यान्सिस भन्ने नाम छ। त्यस्तो संसारमै नपाइने यो जडीबुटी अथवा यो सुनाखरीको अवलोकन गर्न र यहाँ चाहिँ तपाईँको चाहिँ यो त्रिभुवन युनिभर्सिटी अथवा विभिन्न विश्वविद्यालयबाट चाहिँ पिएचडी गर्ने बोटानिकल पिएचडी गर्नेहरू पनि देशी र विदेशी गरेर अहिले 19 जनाले चाहिँ यो 85 क्षेत्र र यो वार्ड नम्बर 23 पिएचडी गरिसकेका छन्। त्यसकारण चाहिँ यो एकदम अब यहाँ चाहिँ होमस्टे पनि व्यवस्था गरेको छ होइन, उहाँहरूलाई त्यस्तो होमस्टे छ यहाँ चाहिँ तपाईँको चाहिँ चापाकोटमा छ, यो रैकर भयो, हरेक गाउँमा चाहिँ घर-घरमा होमस्टे छ, घरमा छ, प्रत्येक टोलमा चाहिँ होमस्टे व्यवस्था छ। होमस्टेलाई अझ पर्यटकीय आकर्षण गर्नका लागि स्थानीय उत्पादनहरूलाई प्रबन्धन गर्नुपर्छ भन्छन् होइन। अब वडाबाट, नगरपालिकाबाट अथवा महानगरपालिकाबाट त्यस्तो विशेष योजना कार्यक्रमहरू लागू भएको छ। पोखरा महानगरपालिकाले पनि यो होमस्टे प्रवर्धनको लागि तपाईँको चाहिँ रैथाने बालिगको संरक्षण र त्यसको चाहिँ होमस्टेहरूको लागि चाहिँ विभिन्न ठाउँको चाहिँ अवलोकन केन्द्रहरू, पार्कहरू र तपाईँको चाहिँ खोला नालाहरूको चाहिँ संरक्षण गर्ने, पहिरो संरक्षण गर्ने लगायत वन जङ्गललाई संरक्षण गर्ने यस्तो व्यवस्थाहरू गरिरहेको छ। त्यसैमाथि चाहिँ नि यो 85 क्षेत्रमा यो हाम्रो टियुबाट एउटा नयाँ अध्ययन अनुसार जीव मण्डल भन्ने चाहिँ एउटा हुन्छ अरे, त्यो पृथ्वीमा भएका चाहिँ सबै चाहिँ जीवहरूको चाहिँ एउटा चाहिँ अध्ययन अवलोकन गर्ने भनेर जीव मण्डलको चाहिँ नि त्यो यहाँ बन्दैछ 85 क्षेत्रमा एउटा। त्यसले गर्दाखेरि नि अब 85 चाहिँ नि धार्मिक पर्यटकीय क्षेत्रको हो। त्यहाँ चाहिँ नि तपाईँको त्यो क्षेत्रमा चाहिँ नि हिजो शिवजीले ध्यान गरेर पार्वतीलाई खोज्दाखेरि ध्यान बसेको ठाउँ भन्छ 85को सिद्ध बाबा मन्दिर। त्यति नभएर हाम्रो चाहिँ श्रवण कुमारको समाधि स्थल पनि छ त्यहीँ। परापूर्व कालमा आफ्ना अन्धा आन्धी बाबा आमालाई मुक्ति क्षेत्रको भ्रमण गर्न लिएर जाँदाखेरि त्यहाँ 85 सरोवर तालमा दशरथ राजाको चाहिँ तीरबाट उहाँको छोराको मृत्यु भएको हुनाले त्यो आमा बाबाहरू चाहिँ रुँदा रुँदै चाहिँ आँसुबाट आँधी खोला बनेको भन्ने छ। 85को त साहित्यतिर छ आँधी खोला बनेको भन्ने नामै धार्मिक रूपमा ऐतिहासिक रूपमा श्रवण कुमारको समाधि स्थल पनि त्यही छ। भनेपछि त्यो क्षेत्रलाई देखाउनु पर्यो नि त यहाँले। हामीले देखाइरहेछौँ, कोसिस गरिरहेछौँ। यत्रो वर्षसम्म हामी त्यसैको चाहिँ 85 पर्यटन प्रवर्धन भन्दै हामी चाहिँ यो वडा हिँडिरहेको छ, हिँडिरहेको छ। लाखौँ करोडौँ खर्च पनि गरिरहेको छ, तर पनि पर्यटकले पत्याएको छैन होइन। त्यही त नि पर्यटक नपत्याउनु कारण के हो त भन्दाखेरि यहाँको पूर्वाधार विकास भएन। कच्ची रोडमा हिउँद बर्खा चाहिँ गाडी चल्न सकेन। त्यही भएको हुनाले अहिले अब चाहिँ पक्की बनाउने योजना पनि पास भइसकेको छ। तपाईँले मैले भनिसकेँ नि एडिबीको चाहिँ 1 अरब 30 करोडको योजना 85को भन्ज्याङसम्म एउटा राम्रो खालको पिच हिउँद बर्खा चल्न सक्ने पिच बनाउनलाई चाहिँ प्रस्ताव भएर नि टेन्डर भइसकेको छ। हुन्छ, यो जानकारीका साथै आजको कुराकानीमा के छ यहाँले भन्नुपर्ने कुरा? तपाईँहरू आइदिनु भयो यो रैकर गाउँमा 23 नम्बर वडामा आएर स्वतन्त्र पत्रकार समितिले चाहिँ यहाँ हाम्रो चाहिँ यो ठाउँको उजागर गरिदिनु होला। यो सबै ठाउँमा चाहिँ यसको प्रचार प्रसार गरिदिनु होला र यसको चाहिँ प्रवर्धन गरिदिनु होला। हाम्रो